6 वर्ष जतिको तब बलात्कार गर्नुभयो। उहाँ चाहिँ मेरो आफ्नै बुबा हुनुहुन्थ्यो र बनाउँदै गरेको 3 तले भवनबाट मलाई चाहिँ फ्याँकिएको थियो। अनेकौं मान्छे आएर त्यसरी हुन्छ पर्का राख्नुहुन्थ्यो, सायद 200 जना भन्दा नि बढी। मलाई चाहिँ नेकेट बनाएर एउटा रुखमा बाँधेर छोड्नुभयो उहाँहरूले। घरमै अरू मान्छेहरूलाई बोलाएर, आफ्नै घरमा बोलाएर पनि ल आज यो मान्छेसँग सुत है। बुवा मेरो जो बाबा भन्ने मान्छे व्यक्ति हुनुहुन्छ, उहाँ अर्को बेडमा बसेर चाहिँ यसरी होइन यसरी सुतेर घर। म सुतेको अवस्थामा 4 जना मान्छेले कसैले मेरो मुख छोप्यो, कसैले मेरो आँखा छोप्यो र मलाई मेरो कपाल छाड्दै स्कुल नजिकै, हाम्रो घर नजिकै स्कुल छ, स्कुलमा लगेर मलाई सामूहिक बलात्कार गर्नुभयो। गरिसकेपछि चाहिँ उहाँहरूले चाहिँ प्रमाण नष्ट गर्नुको लागि चाहिँ मलाई मार्न कोसिस गर्नुभएको थियो। मलाई चाहिँ नेकेट बनाएर एउटा रुखमा बाँधेर छोड्नुभयो उहाँहरूले। फ्याँकिसकेपछि चाहिँ म बाँच्छु भन्ने मलाई आशै थिएन र भगवानको कृपा या आज म यहाँ आउनु थियो र म चलबलाइसकेपछि चाहिँ उहाँहरूले चाहिँ यसलाई त जसरी भए पनि मार्नुपर्छ भनेर चाहिँ अझै मेरो कपाल समात्दै मलाई लछाड्दै पछाड्दै जङ्गलतर्फ लाग्नुभयो। जङ्गलमा लाने क्रममा चाहिँ मान्छेहरू चलबलाइसकेको थियो, गाउँको मान्छेहरू। र बिहान गाउँमा त 4-5 बजे नै मान्छेहरू उठ्छन् त। र जङ्गलमा लगिसकेपछि पनि मलाई एकपछि एक म रगतै रगत भइसकेको थिएँ, तर पनि उहाँहरूले छोड्नु भएन मलाई। र यो मरोस्, यो मर्यो भने प्रमाणहरू सबै नष्ट हुन्छ भनेर चाहिँ उहाँहरूले मलाई रुखमा निकेट अवस्थामा बाँधेर उहाँबाट भाग्नुभयो। एकजना व्यक्तिले मलाई निकेट अवस्थामा रगत भएको अवस्थामा देखेर चाहिँ पुलिसलाई खबर गर्नुभयो। पुलिसलाई खबर गरिसकेपछि चाहिँ पुलिसहरू आउनुभयो र मलाई हस्पिटल लानुभयो। र फ्यामिलीको चाहिँ एउटै इच्छा हुन्छ कि छोरी बाँचोस्, छोरी बाँचेपछि छोरीले न्याय पाउँछ भन्ने उहाँहरूको सोच भयो। र हामी एकदम ढुक्क थियौँ पुलिसहरूप्रति, उहाँहरूले हामीले न्याय दिनुहुन्छ भनेर। तर त्यो हाम्रो सोच मात्र रह्यो, जुन हामीले सोचेका थियौँ त्यो केही पनि भएन। म लामो समयसम्म हस्पिटलमा बसेँ। हस्पिटलमा बस्दाखेरि मेरो चाहिँ अगाडिको छातीको हड्डी र ढाडको हड्डी भाँचिएको थियो। उहाँहरू चाहिँ एकदम ठुलो मान्छे हुनुहुन्थ्यो, नेताको आफन्तहरू। एउटालाई काङ्ग्रेसले छुटायो, अर्कोले एमालेलाई, अर्कोले माओवादीले। न मसँग पोलिटिकल पार्टी थियो, न मसँग पैसा थियो। न्याय त पैसा र पावरमा बिक्दो रहेछ। आफू पोलिसी बनाउने ठाउँमा पुगिँदैन तबसम्म हामी जस्तो छोरीहरूले न्याय पाउँदैनौँ। त्यही भएर चाहिँ म अहिले पोलिटिकल साइन्स पढिरहेको छु। जसले बलात्कारको पीडा भोगेको छ नि, ती अपराधीहरूलाई त्यही पीडितले नै गोली हानेर मार्ने नीति ल्याओस् भन्न चाहन्छु। यही नै हो।
जब म सानो थिएँ 6 वर्ष जतिको तब केही पनि थाहा हुँदैन नि राम्रोसँग। अनि त्यति बेलामादेखि नै मेरो चाहिँ जोसले चाहिँ मलाई बलात्कार गर्नुभयो। उहाँ चाहिँ मेरो आफ्नै बुबा हुनुहुन्थ्यो। म पाइलट बन्छु भन्ने सोच्थेँ। कयौँको सपनाको उडानहरू म आफ्नो जहाजमा बोकेर गन्तव्य दिन्छु भनेर म चाहिँ पाइलट बन्छु भनेर सोचेको थिएँ। तिमी पाइलट बन्ने हो एकचोटि जहाज चढिएर भनेर म जब 8 क्लासमा थिएँ त्यति बेला मलाई आफ्नो कामको सिलसिलामा तिमीलाई पनि लान्छु म कतै भनेर मलाई लानुभयो। म त्यो बेलामा यति खुसी थिएँ, मलाई लाग्थ्यो कि मेरो सपनातिर मेरो पाइला लगिँदैछ। पहिले आफूले गरेको त्यो ठाउँमा लगेर कोही अन्जान व्यक्तिलाई मसँग सुत्न पठाउनु भयो। पछि यस्तो अवस्था पनि सृजना भयो कि एउटा होटेलको रुममा 2वटा बेड थियो। बुवा मेरो जो बाबा भन्ने मान्छे व्यक्ति हुनुहुन्छ, उहाँ अर्को बेडमा बसेर चाहिँ यसरी होइन यसरी सुतेर घर। त्यो मान्छे गयो, 4-5 घन्टा बित्यो। त्यति बेला पनि म उठेर हिँड्न धरि सकिनँ। मेरो मिन्स पनि नहुँदैमा त्यस्तो गर्नुभएको। घरमै अरू मान्छेलाई बोलाएर आफ्नै घरमा बोलाएर पनि ल आज यो मान्छेसँग सुत है, आज त्यो मान्छेसँग सुत है भन्न थाल्नुभयो। मलाई सानो हुँदा पहिला त थाहा थियो मम्मीलाई पनि त्यस्तै गर्नुहुन्छ भनेर। बाहिरबाट अन्जान मान्छेहरू आउँथे अनि मम्मीलाई रुममा थुनेर हामी बाहिर घुम्न जाऊँ भनेर लानुहुन्थ्यो हामीलाई। अनि घर आउँदा फेरि मम्मी सधैँ रोइरहनुहुन्थ्यो। मलाई थाहा थिएन त्यो अङ्कलले भित्र के गर्थे। तर पछि मम्मीले भन्नुभयो कि बाबाले पैसाको लागि मम्मीलाई पनि आफ्नो साथीहरूसँग सुताउनुहुन्थ्यो। पछि म त्यो मनोरञ्जनको सामग्री जस्तो भए। मेरो सपनामै सीमित रह्यो। अनेकौँ मान्छे आएर त्यस्तरी हुन्छ पर्का राख्नुहुन्थ्यो, सायद 200 जना भन्दा नि बढी। कतिचोटि दबाई ल्याएर खुवाउनुहुन्थ्यो भने एकचोटि अबोर्सनै गर्न परेको थियो। त्यो सब घटनाले म यति गाह्रो भएको थियो कि मलाई डक्टरको हेल्प लिन पनि भएको थियो। म 14 चोटि मैले त आत्महत्याको कोसिसै गरेको थिएँ। कतिचोटि? 14 चोटि। जुन पैसा चाहिँ त्यसरी मलाई बेचेर भनौँ पाउनुहुन्थ्यो, उहाँले जुवामा त्यो सबै उडाउने गर्नुहुन्थ्यो। अरू केटीसँग रमाउने हो कि अरूमा खर्च गर्नको लागि चाहिँ त्यस्तो गर्नुहुन्थ्यो। हो छोडेर बस्यो भने चाहिँ समाजमा चाहिँ राम्रो मान्दैन भनेर आमाले चाहिँ म सहेरै बस्छु भनेर गर्नुभयो। म चाहिँ सर्न सकिनँ। म त्यसको लागि त बनेको होइन नि। मेरो कति सपना थिए, कति के थिए। मेरो एबोर्सन पनि गराउनु भएको थियो मेरो 3 महिना हुँदा। फेरि तब के भन्नुभयो भने पेटमा छोरी रहेछ भने फेरि त्यस्तैमा काम लाग्ला। अब अनि मैले हात जोडेर मैले आफैले यो बच्चा फालिदिनु भनेर किन भन्यो भने छोरी मान्छे त्यस्तो गर्नको लागि होइन। त्यसको लागि म चाहिँ के चाहन्छु भने म आफ्नै हातले चाहिँ जो व्यक्तिले चाहिँ मलाई यस्तो अवस्थामा पार्यो, जो व्यक्तिले मलाई यस्तो अवस्था सृजना गर्यो, म आफ्नै हातले चाहिँ त्यसलाई मार्न सकौँ। जुन समस्या मैले भोगेँ अदालतमा जाँदाखेरि पनि यो मानसिक रोगीको बिरामी हो भनेर मलाई चिनाइयो। त्यही चिनाएको कारणले चाहिँ यस्तोले त जे पनि बोल्छ भनेर भनियो। तब चाहिँ मैले चाहिँ थाहा पाएँ कि मानसिक रूपमा
राम्रो स्वस्थ हुनको लागि चाहिँ कत्रो ठुलो सङ्घर्ष गर्नु पर्दो रहेछ। अहिले म जे बोलिरहेको छु त्यो बताउने बाटो त छ। तब त मैले बोल्थेँ अनि यो त यस्तै पागल हो, पागलले जे पनि बोल्छ भनेर मलाई नाम दिनुहुन्थ्यो। जीवनको भोगाइले चाहिँ कसैको सिकाइ होस् भनी चाहन्छु। किताब छाप्ने हिसाबले त्यसको अन्तिम पानामा म लेख्न चाहन्छु कि यसरी आएर आवाज उठाएको, यसरी न्यायको माग मागेको केवल यो अन्तिम केस हुनेछ, यो पछि कुनै केस नहोस्।